यहाँ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरू सबै ठगिनु भयो प्रलोभनमा लोभमा उहाँहरूलाई चाहिँ नि भिडियो हेरे बापत पैसा आउँछ डलर आउँछ एउटा मान्छे बनाएर कमिसन आउँछ भनेर चाहिँ उहाँहरू ठगिनु भएको छ भन्ने गुनासो म बुझिहालौँ हजुर स्वागत छ नमस्ते कसरी ठगिनु भयो तपाईँहरू यो भन्नु त म चाहिँ हैन 1 महिना अगाडि म चाहिँ मेरो बुवा क्यान्सर भएको भएर म हस्पिटलमा बसिरहेको थिएँ अनि हस्पिटलमा बस्दाखेरि मेरो भाइले चाहिँ बुवाको उपचारको लागि अलिकति पैसा पठाउनु भएको थियो अनि त्यहाँदेखि त्यो एउटा एप आयो हैन मेरो साथी मार्फत मेरो सिस्टर मार्फत आयो अनि मलाई चाहिँ भन्नुभयो कि यो एप हामी चलाउँ हैन अनि हामीले चाहिँ यो गेम यस्तो यस्तो आउँछ यो गेम यसरी आएर दिनमा 15टा गेम यसरी क्लिक मात्रै गर्दाखेरि तिमीलाई यति पैसा आउँछ भनेर मलाई भन्नुभयो उहाँले हैन अनि त्यसो भन्नुभएपछि अनि र पनि 2-3 दिनसम्म त अझै मैले विचार गरेँ त्यो बिरामीलाई उपचार गर्ने पैसा त्यहाँ ठ्याक्कै लाउँदाखेरि अब के हुने हो अनि 1 महिनाभित्रमा के हुन्छ त भन्दाखेरि 1 महिनाभित्रमा त तपाईँले त्यो के अरे 30,000 लाउनु भयो भने 1 महिनाभित्रमा तपाईँले 2 लाखसम्म 2 लाखदेखि माथिसम्म तपाईँले कमाउन सक्नुहुन्छ भन्नुभयो त्यति मात्रै नभएर तपाईँले अर्को साथी बनाउनु भयो भने त्यस मार्फत पनि तपाईँले पाउनुहुन्छ भन्नुभयो अनि त्यो भनेपछि म आफ्नो बुवालाई उपचार गर्न बसिरहेको मान्छे हैन त्यो मेरो घर 5 थर हो त्यो 5 थरको ठाउँबाट म आएर यहाँ त्यस्तो एप थाहा पाउँदाखेरि अब हुने रहेछ कि क्या भने अनि फेरि उहाँभन्दा माथिको डाउनलाइनहरूले यति पैसा कमायो यस्तो भन्दा त्यो एपले नै त्यो देखाउने पनि